यहाँहरूलाई यादव सरको क्लासमा वेलकम छ। आज हाम्रो 11 क्लासको डिमान्डेड च्याप्टर सिंगल एन्ट्री सिस्टम र यो च्याप्टरको अर्को भाषामा मतलब भन्ने गर्छ, पहिला भन्थ्यो यसले पनि भन्छ इनकम्प्लिट रेकर्ड्स। के भन्छ अर्को भाषामा? इनकम्प्लिट रेकर्ड्स। र अर्को भाषामा के भन्छ? यसको नाम के छ? सिंगल एन्ट्री सिस्टम। नामै छ इनकम्प्लिट रेकर्ड्स। इट मिन्स यो पुरा कम्प्लिट छैन। हामीले अकाउन्टिङ सिस्टममा दुईटा सिस्टम पढेछौँ। कतिवटा सिस्टम पढेछौँ? दुईटा। कुन कुन सिस्टम पढेछौँ त्यो दुईटा? एउटा सिंगल एन्ट्री सिस्टम र अर्को डबल एन्ट्री सिस्टम। अब डबल एन्ट्री सिस्टममा हामी के पढेछौँ? इट हैज रुल्स एन्ड रेगुलेसन्स। योसँग रुल्स र रेगुलेसन्स हुन्छ। तर सिंगल एन्ट्री सिस्टमसँग न कुनै रुल्स हुन्छ न कुनै रेगुलेसन्स हुन्छ। यो कुनै पोलिसी फ्लो गर्दैन, कुनै रुल्स फ्लो गर्दैन। तर डबल एन्ट्री सिस्टम के फ्लो गर्छ? रुल्स र रेगुलेसन्स। सिंगल एन्ट्री सिस्टमको लागि धेरै पढे लेखेको आवश्यकता छैन। तिमी अलिकति बुझिरहेछौ त तिमी सिंगल एन्ट्री सिस्टममा बसेर काम गर्न सक्छौ। तर डबल एन्ट्री सिस्टमको लागि धेरै पढे लेखेको डिग्रीको आवश्यकता छ र एक्सपिरियन्सको आवश्यकता छ। तर सिंगल एन्ट्री सिस्टमको लागि केही आवश्यकता छैन। जनकपुरमा जति पनि पसल हेरिरहेछौ नि, रिटेलर पसल, रिटेलर बुझ्छौ नि, सानो सानो जो पान बिक्री गर्छ, कोही केही बिक्री गर्छ, कोही कुनै सामान बिक्री गर्छ, यानि कि जति जनकपुरमा सानो सानो पसल छ उनीहरूले कुन सिस्टम फ्लो गरेको छ? सिंगल एन्ट्री सिस्टम। अब सिंगल एन्ट्री सिस्टमलाई कसरी डिफाइन गर्ने? The single entry system is a system that records personal account and cash only, and it ignores real account and nominal account. के बुझ्यो? सिंगल एन्ट्री सिस्टम भनेको यस्तो सिस्टम हो जसले खाली रेकर्ड्स गर्छ के को? पर्सनल अकाउन्ट र क्याश को मात्रै। तर यो एन्ट्रीले चाहिँ रियल र नोमिनललाई के गरिदिन्छ? इग्नोर्स गरिदिन्छ। के गरिदिन्छ? इग्नोर गरिदिन्छ। त्यसलाई रेकर्ड गर्दैन। सिम्पल भाषामा बुझ्यो के हो सिंगल एन्ट्री सिस्टम? के बुझ्यो कि सिंगल एन्ट्री सिस्टम भनेको यस्तो सिस्टम हो जहाँ क्याश र पर्सनल अकाउन्टलाई मात्रै रेकर्ड गर्ने गर्छ। त्यस्तो सिस्टमलाई हामी कुन सिस्टम भन्छौँ? सिंगल एन्ट्री सिस्टम। सिंगल एन्ट्री सिस्टमलाई अर्को भाषामा के भन्छ? इनकम्प्लिट रेकर्ड्स। अब सिंगल एन्ट्री सिस्टममा पनि अब के भन्छ? यो तरिकाले हामी एउटा स्टेटमेन्ट बनाउँछौँ र एउटा अकाउन्ट बनाउँछौँ। अब यो च्याप्टर 11 क्लासमा 5 मार्क 4 मार्कमा सोध्ने गर्छ। कति मार्कमा? 5 मार्क 4 मार्कमा प्रत्येक साल सोध्ने गर्छ। र यो यति सजिलो च्याप्टर छ, यति सिम्पल च्याप्टर छ कि तिमी सोच्न पनि सक्दैन हो। तर समस्या के छ? जुन विद्यार्थीलाई फाइनल अकाउन्ट आउँदैन, नन प्रॉफिट अर्गनाइजेसन आउँदैन र मल्टी स्टेप इन्कम स्टेटमेन्ट आउँदैन त फेरि त्यो विद्यार्थीलाई अलिकति दिक्कत हुन सक्छ। पुरा दिक्कत हुँदैन, अलिकति दिक्कत हुन सक्छ। अब यो विद्यार्थी भन्छ सर मैले मल्टी स्टेप इन्कम स्टेटमेन्ट त्यति राम्रोसँग पढेको छैन। तिमीले पढे छैनौ त्यही पनि फाइनल अकाउन्ट त पढेछौ नि? हो, फाइनल अकाउन्ट पढेछौ त तिम्रो लागि यो धेरै सजिलो छ, धेरै सिम्पल छ, हार्ड छैन। त्यही भएर शान्त भएर हेर कहाँ के भइरहेको छ, अरू कुनै टेन्सनै लिनु छैन। पुरा बुझ्यो? पुरा बुझ्यो कि बुझेन? पुरा बुझ्यो कि बुझेन? सबभन्दा पहिला विद्यार्थीलाई ध्यान दिएर सुन्दै राम्रोसँग मेरो यो लाइन। विद्यार्थी क्लास रुममा रहन्छ त विद्यार्थीलाई के गर्नुपर्छ? त विद्यार्थीलाई दुईटा कुरा बुझ्नुपर्छ क्लासरुममा। एउटा क्लासमा छौ त फर्स्ट यु हैव टु म्यानेज रुल्स एन्ड रेगुलेसन्स, एन्ड द्याट आफ्टर क्लासमा छौ त कन्सन्ट्रेट एन्ड अलर्ट भएर बस्नुपर्छ। ध्यान यताउता गयो त तिमी केही प्राप्त गर्न सक्छौ। इट मिन्स द्याट क्लासमा छौ त ध्यान दिएर बस्नुपर्छ। अलिकति ध्यान यताउता जान्छ त तिमी बुझ्नै सक्दैन। अब सर पानी छ यहाँ दौडेर जान्छौ बाबु, अब दौडेर पानी ल्याउन जान्छौ तब त दिक्कत छ। तिमी रनिङ गरेर पानी ल्याउँछौ, दौड्दै रनिङ गर्दै गर्दै खाना खान्छौ तब त दिक्कत छ। रनिङ गरेर किन पानी ल्याउने र रनिङ गरेर किन खाना खाने? त्यो त एउटा सिस्टम छ। पानी खाने पनि एउटा कला छ नि,
सिम्पल तरिकाले पानी राख्ने गाडीमा पानी खाने। अब रनिङ गरेर तिमी पानी खान्छौ, रनिङ गरेर खाना खान्छौ, त यो ह्याबिटले गर्दा भविष्यमा बाबु बिहे हुन्छ त दिक्कत हुन्छ। त्यही भएर अहिलेदेखि नै न रनिङ गर्नुपर्छ न केही गर्नुपर्छ, पुरै शान्त तरिकाले पानी खानुपर्छ र खाना खानुपर्छ। कुरा बुझिरहेछौ? यो ह्याबिटहरू हटाउने। त्यही भएर त्यो हामीलाई बुझ्नुपर्छ, किनकि हामी विद्यार्थी छौँ। अब विद्यार्थीको कामै छ पढ्नुपर्छ जसरी भए पनि। तिमीहरू यहाँ के गर्नलाई आएछौ? पढ्नका लागि। यदि तिम्रो पढाइप्रति पोजिटिभ छैनौ, तिम्रो एजम्सन राम्रो छैन त कसरी हुन्छ? इट मिन्स यु हेभ टु क्रिएट गुड एजम्सन। यसको मतलब यो छ तिमीलाई बनाउनु पर्छ राम्रो सोच, राम्रो धारणा। त हामीलाई विद्यार्थी छौ, कन्सन्ट्रेट छैनौ क्लासमा, अलर्ट छैनौ, तब त दिक्कत छ। अब युद्ध गर्न जान्छ आर्मी पुलिस युद्धमा, भन्छ कि त्यहाँ समस्या छैन, म त्यतिकै सानो पिस्तोल लिएर जान्छु, तब उसलाई त तोपे लिएर मारिदिन्छ। सही कुरा छ कि छैन? तिमी युद्ध गर्न गइरहेको छौ त जति मेटेरियल छ सब लिनुपर्छ र जानुपर्छ। त्यही भएर सफल हुनु छ त्यसको एउटै मन्त्र छ लङ टर्म प्लानिङ र कन्टिन्युअस कमिटमेन्ट। यदि तिमी यस्तो गरियौ त तिमी कहिले पनि असफल हुँदैनौ, जहिले पनि सफल हुन्छौ, सफलता प्राप्त गर्छौ। कुरा बुझ्यो मेरो? सही कुरा छ। अब यहाँ आउने एउटा ब्यालेन्स सिट हो। के हो यो? एउटा ब्यालेन्स सिट हो र यो प्रॉफिट भएको छ कि लस भएछ त्यो निकाल्ने सिस्टम छ। अब यसमा हामीलाई केही गर्नु छैन। एसेस्टमा जति एसेस्ट हुन्छ सबै लेखिदिने, क्वेशनमा दिएको हुन्छ ट्रायल ब्यालेन्समा। यदि डेप्रिसिएसन दिएछ एडजस्टमेन्टमा त हामीलाई थाहा छ कि रिलेटेड एसेस्टमा के गर्दिने? लेस गर्दिने हो। र यहाँ जे छ त्यो लेख्ने, क्रेडिटर्स, बिल्स पेएबल जे छ लेख्ने। त्यसपछि हामीसँग आउँछ क्यापिटल आउँछ। के आउँछ? क्यापिटल। के आउँछ? क्यापिटल। अब यो क्यापिटल आयो नि त यो क्यापिटललाई भन्छ क्लोजिङ क्यापिटल। कुन क्यापिटल भयो? क्लोजिङ क्यापिटल। अब यही क्यापिटल हामीलाई काम लाग्छ, यो यादै गर्नु पर्दैन, अलिअलि माइन्डमा सेट गर्नु पर्यो। अब स्टेटमेन्ट अफ प्रॉफिट और लस फर द इयर इन्डेड। अब यहाँ जे डेट छ त्यो महिनाको नाम सर जी लाइबिलिटीज में ल ध्यान दिने। यसलाई भन्छ बीएफ भन्छ। के भन्छ? बीएफ ब्यालेन्सिङ फिगर। अब विद्यार्थीले बीएफ को मतलब बॉयफ्रेन्ड बुझिहाल्छ त बाबु यो दिक्कत छ। बॉयफ्रेन्ड गर्लफ्रेन्ड बुझ्छौ, बेस्ट फ्रेन्डमा कम ध्यान दिन्छ विद्यार्थी, तर बढी बॉयफ्रेन्ड भन्न थाल्छ। त्यही भएर हामीलाई त्यो फ्रेन्डहरुमा जानु छैन। यहाँ बीएफ को मतलब हुन्छ ब्यालेन्सिङ फिगर। वास्तवमा कति क्लोजिङ छ? पूजा समझ रहे हो? तिमी केही बुझेनौ? यसलाई त्यही बुझ्दैन हो, हिसाब बनाइदिन्छु तब बुझ्छ। ध्यान दिनु, मेरो कुरा पहिला राम्रोसँग सुन्ने। विद्यार्थी पढाइमा कमजोर कसरी भइहाल्छ? त्यसको एउटै रिजन छ पढाइमा कमजोर हुनुको। न त त्यो विद्यार्थी रिभिजन गर्छ, न त त्यो विद्यार्थी पढ्छ। तिमी रिभिजन गर्दैनौ, तिमी पढ्दैनौ त कहाँबाट राम्रो बन्छौ? पढाइको लागि तिमीलाई सबभन्दा पहिला तिमी एउटा रुटिन बनाइहाल कि म जुन टाइममा पढ्छु त्यो टाइममा मेरो माइन्डमा यताउताको कुरा आउनु परेन। मेरो काम छैन, म पढ्न बसेको छु त मलाई खाली पढ्नु पर्छ, अरु मेरो कुनै काम छैन। आफ्नो माइन्डलाई ठक्नु छ। के गर्नु छ? जस्तै हामीसँग कोरोना भाइरसको टाइममा नेपाल सरकारले ठक्दै थियो नि कि यो लकडाउन 6 महिनाको हुन्छ, हैन 1 हप्ताको हुन्छ। ठीक छ, 1 हप्ताको हुन्छ, मान्छेले हो 1 हप्ताको हुन्छ, फेरि 1 हप्ता भयो, अब 5 दिनको लकडाउन हुन्छ। ठिकै छ, 5 दिन धेरै थोरै छ, बितिहाल्छ। 10 दिनको हुन्छ, 15 दिनको हुन्छ, 8 दिनको हुन्छ। यस्तो गर्दैमा मान्छे सन्तुष्टि हुन्छ र एउटा आश भइहाल्छ, आज हैन त भोलि हैन त पर्सि। एकैपल्ट भनिदिन्छ 1 सालको लागि नेपाल बन्द। मान्छेहरूलाई दिक्कत हुन्छ कि हुँदैन? दिक्कत हुन्छ कि हुँदैन? त मतलब अलिअलि ठग्छौ नि त दिक्कत हुँदैन। त आफूलाई पनि ठग्नु छ, अरूलाई तिमी धेरै ठगिदियौ। आफूलाई कसरी ठग्ने? त आफूलाई ठग्नुको लागि एउटै सिस्टम मेरो एप्लाई गर्ने। तिमी आफ्नो माइन्डमा के भन्छ सेट गर्ने कि आज मलाई यतिदेखि लिएर आज मलाई 10 वटा पेज हैन, तिमीलाई माइन्डमा सेट गर्ने आज मलाई 20 वटा पेज पढ्नु छ। कतिवटा पेज? 20 वटा पेज।
तर आफूलाई के भन्ने होइन म यो 2टा पेज पढ्छु त्यसपछि म छोडिदिन्छु खाना पकाउन गइहाल्छु त्यसपछि म केही गर्छु म त्यति सोच्दिनँ यस्तो भयो 2टा पेज खतम त्यसपछि आफ्नो माइन्डलाई के भन्ने हे 1 पेज अरू बनाइलिन्छु त्यसपछि म जान्छु यस्तो गर्दै गर्दै तिमी 20 पेज पनि पढ्न सक्छौ तर यो 1 दिनमा हुँदैन 2 दिनमा पनि हुँदैन यसको लागि रेगुलर हुनुपर्छ रेगुलर तिमी गर्छौ त म 100% भन्छु जति पनि विद्यार्थी कमजोर छ त्यो विद्यार्थी सफल र सक्षम हुन सक्छ तर त्यसको लागि अभ्यास हुनुपर्छ प्र्याक्टिस हुनुपर्छ अनि मात्रै सफल र सक्षम बन्छु प्र्याक्टिस छैन मात्रै बोल्छौ भन्छु हो सर गर्छु तिमी केही गर्दैनौ त यु कान्ट अचिभ एनिथिङ त्यसको लागि त मेहनत गर्नुपर्छ नि बुवा विदेश खटिरहेको छ आमा घरमा काम गरिरहेको छ कहाँबाट पैसा दिइरहेको छ तर अहिले तिमी यहाँ आएर आज पढ्छु भोलि पढ्छु अर्को दिन पढ्छु यस्तो गरेर आफूलाई ठगेर पैसा मिल्छ तिमीलाई मिल्दैन सर कसैलाई पैसा मिल्दैन त्यही भएर हामीलाई यो सोच्नु छ म जे गर्नलाई आएको छु मलाई त्यही गर्नुपर्छ अरू मेरो कुनै कामै छैन म पढ्नको लागि आएछु त मलाई पढ्नुपर्छ अरू मेरो कुनै काम छैन मान्छे जे गर्नलाई गएको हुन्छ नि त्यसमा 100% ध्यान हुनुपर्छ अब 100% ध्यान छैन टाइममा खाली मोबाइलै हेर्छु त कसरी हुन्छ सबभन्दा ठुलो छ मान्छेलाई पढाइमा राम्रो बन्नु छ त ध्यान हुन्छ त अवश्य त्यो विद्यार्थी राम्रो बन्छ र अरूलाई पनि राम्रो बनाउन सक्छ विद्यार्थीलाई एउटै कुरा सोच्नुपर्छ कि म के गर्नलाई आएछु म घर छोडेर आएछु समाज छोडेर आएछु आफ्नो गाउँ छोडेर आएछु आफ्नो बजार छोडेर आएछु जनकपुरमा तै पनि म पढिरहेको छैन म कस्तो पागल छु म कस्तो बकलोलबी छु म कस्तो बकलोलबा छु आफूलाई गाली दिने तिमी हेर्न किन राम्रो हुँदैन आफै राम्रो भइहाल्छौ त्यो भन्नै पर्दैन त त्यसको लागि तिमीलाई मेहनत सङ्घर्ष गर्नुपर्छ मात्रै राम्रो हुन्छ यदि मेहनत सङ्घर्ष छैन टाइममा मोबाइलै हेर्छु बाबु तब त दिक्कत छ मेहनत मान्छेको जीवनमा छैन त त्यो मान्छे छैन अहिले जति मान्छे सफल भएछ सक्षम भएछ सबले त्याग गरेको छ सबले मेहनत गरेको छ सबले परिश्रम गरेको छ सबले त्याग गरेको छ अनि मात्रै मान्छे सक्षम र सफल छ यो एजमा तिमी जे चाहन्छौ त्यो गर्न सक्छौ मात्र ठानी लिनु छ मान लो तो हार है ठान लो तो जीत है अब तिमी यो पनि गर्न सक्दैनौ तिमी भन्छौ कि म हारिहाले त तिमी हारिहाल्छौ तिमी लक्ष्य निर्धारण गरिदिन्छौ कि म जित्छु म सक्सेस हुन्छु म सफलता प्राप्त गर्छु त तिमीलाई भगवान पनि हराउन सक्दैन यो कुरा मेरो बुझिहाल तिमी ठानी लिन्छौ एकपल्ट कि मलाई यो गर्नु छ त तिमीलाई कोही तल खसाउन सक्दैन तिमी अवश्य सफलता हासिल गर्न सक्छौ तर ठान्नु छ अनि मात्रै राम्रो हुन्छ कुरा बुझ्यौ मेरो त कसैलाई कुनै दिक्कत छ सर मलाई यो दिक्कत छ मलाई त्यो दिक्कत छ कुनै दिक्कत छ तिमी यहाँ सोध्न सक्छौ सर मलाई पढाइमा राम्रो लाग्दैन सर मलाई यो समस्या छ यस्तो कुनै एन्सर छैन कि त्यो मलाई थाहा छैन विद्यार्थीलाई कुनै समस्या छ खाली सब्जेक्ट रिलेटेड होइन तिमी यताको कुरा पनि सोध्न सक्छौ सर म पढ्छु त मलाई निन्दै लाग्छ सर मलाई यो समस्या छ सर म एउटा कुरा भन्न पढ्छु नि सर फेन याद भएछ फेन भएछ त्यसै कारण के ल यो सबभन्दा ठुलो समस्या छ प्रत्येक विद्यार्थीको सर म याद गर्छु सर म पढ्छु र म बिर्सिहाल्छु यो बाबु तिमीसँग छैन यो सबै विद्यार्थीसँग छ यस्तो समस्या तर त्यसको एउटै विकल्प छ याद राख्नको लागि एउटा मेरो कुरा बुझ्ने याद कसरी रहन्छ आफ्नो माइन्डलाई सबभन्दा पहिला भन्ने कि म पढ्न गइरहेको छु म के गर्न गइरहेछु पढ्न पहिला थाहा हुनुपर्छ नि तिमी जे गर्नलाई गइरहेछौ आफूले थाहा हुन्छ नि हाम्रो माइन्ड कस्तो छ तिमी उसलाई जस्तो ध्यान दिलाउँछौ नि त माइन्ड त्यस्तै ध्यान दिन्छ म तिमीहरूलाई भनिदिन्छु ल मलाई के भन्छ क्रिएटिन पाउडरको डिब्बा हेराउ त खोज्छ कुन विद्यार्थीले खोज्न सक्छ कहाँ छ यो रुममा क्रिएटिन पाउडर हेर त मलाई यही रुममा छ कुनै ठाउँमा खोज्छ त्यहाँ छ बस बस त कसरी तिम्रो ध्यान गइसक्यो त्यो क्रिएटिन पाउडर त्यहाँ छ यसको मतलब यो छ तिमी आफ्नो माइन्डमा जे दिन्छौ माइन्डले त्यही सर्च गर्छ जब तिमी क्रिएटिन डिब्बा खोज्न थाल्यौ त तिमीले अर्को कुरा केही हेरायौ अर्को वस्तु केही हेरेनौ किन हेरेनौ तिमी अर्को वस्तु किन हेरेनौ किनकि माइन्डलाई तिमी भनिदियौ नि माइन्डलाई तिमी भनिदियौ कि क्रिएटिनको पाउडरको डिब्बा कहाँ छ त माइन्ड त्यही सर्च गर्न थाल्छ
तिमी गुगलमा युट्युबमा जे सर्च गर्छौ त्यही आउँछ कि अर्को कुराहरू पनि आइहाल्छ। यसको मतलब छ तिमी जे खोज्छौ त्यही प्राप्त गर्छौ। अब कुरा रह्यो सर याद कसरी हुन्छ, त यादको लागि तिमी मेरो यो कुरा राम्रोसँग ध्यान दिएर सुन्नु। यादको लागि तिमी सबभन्दा पहिला कपी लिने, याद गर्ने, याद गर्ने, याद गर्ने, लेख्ने, याद गर्ने, लेख्ने, रेगुलर गर्नुपर्छ। तर याद गर्ने, लेख्ने, याद गर्ने, लेख्ने। अब विद्यार्थीले सबभन्दा ठुलो गल्ती कहाँ गर्छ थाहा छ? विद्यार्थी सबभन्दा ठुलो गल्ती गर्छ, सुत्न जान्छ नि त मोबाइल यसरी लिइहाल्छ। सर मेरो टाइपिङ धेरै फास्ट छ। रे बाबु त्यो सब किन भन्छौ? यो भन्न मलाई सर मेरो याद गर्ने क्षमता धेरै इफिसियन्सी इन्क्रिज छ, म रातिमा सुत्ने बेलामा राम्रो तरिकाले याद गरिदिन्छु। जब तिमीहरू सुत्छौ नि त आजदेखि के गर्ने, मोबाइल साइडमा राखिदिने, माइन्ड मोबाइल फालिदिने। सुत्ने टाइम ध्यान दे, सुत्ने टाइम माइन्डमा रिभिजन गर्ने। आज म दिनभरिमा के याद गरेँ, माइन्डलाई आफै सर्च गर्छ नि। आज म दिनभरिमा के याद गरेँ त माइन्ड सर्च गर्न थाल्छ। हो म यो याद गरेँ, म त्यो याद गरेँ, म त्यो याद गरेँ। अब मलाई के याद छैन त्यो पनि सर्च गराउने, आफै सर्च गर्छ। यो एक दिन होइन, रेगुलर तिमी गर, 100% तिमीलाई याद हुन्छ। कुरा बुझ्यो मेरो? अरू कसैलाई कुनै दिक्कत छ? सर मलाई यो दिक्कत छ, कसरी ल त यो तिमीहरूलाई ब्यालेन्स सिट बुझ्यो। ब्यालेन्स सिटमा एसेट साइड हामीलाई यो दिएको हुन्छ लेख्ने। यदि एडजस्टमेन्ट दिएको हुन्छ त एडजस्ट गर्नु छ, फाइनल अकाउन्ट जस्तै। यहाँ छ मेन कुरा, यसको ब्यालेन्स सिट बराबर कहिले पनि हुँदैन। किन हुँदैन? किनकि क्लोजिङ क्यापिटल हामीलाई फाइन्ड आउट गर्नुपर्छ। के फाइन्ड आउट गर्नुपर्छ? क्लोजिङ क्यापिटल। मानव क्रेडिटर्स दिएछ, जति छ नि लायबिलिटी आइटम सब दिएछ। त्यसपछि तिमीलाई मानव यो सबै जोडेर आयो 5,000 कति आयो? आयो सबै जोडेर कति आयो? 6,000। अब मलाई योसँग बराबर गर्नलाई कति थप्नु पर्छ? 1,000। त त्यो 1,000 के भयो? क्यापिटल, यानी कि बैलेंसिंग फिगर। इसको मतलब क्लोजिङ क्यापिटल के भयो? क्लोजिङ क्यापिटल। अब हामीलाई स्टेटमेन्ट अफ प्रॉफिट एन्ड लस फर द इयर इन्डेड बनाउनु पर्छ। कुरा बुझ्यौ? सर एम 6000 तिमी 5000 तिमी किन गर्छ? यस्तो हुँदैन कहिले पनि, जेले पनि त्यही कम रहन्छ। तर गुड क्वेशन राम्रो गरेछ तिमीले। जेले पनि एसेट बढिरहन्छ र लायबिलिटी साइड कम रहन्छ। कुरा बुझ्यौ मेरो? यो गरेपछि हामीलाई पार्टिकुलर अमाउन्ट लेखिदिनु। यहाँ पार्टिकुलर। अब यहाँ क्यापिटल एट द इन्ड। इन्डको मतलब के? यो वाला जति मानु 1,000 आएछ नि त यहाँ कति लेखिदिने? 1,000 लेखिदिने। त्यसपछि एड गर्ने। एड के गर्ने? ड्रइङ। के एड गर्ने? हामीलाई क्वेशनमा दिएको हुन्छ, एड गरेर यहाँ लेख्ने। त्यसपछि टोटल। टोटलको मतलब के? जे आएछ नि यो के भयो? टोटल। मानौ यो यो कति थियो एकछिनको लागि? 5,000 जा 1,000। यो कति छ? 1,000। त यहाँ कति रहन्छ यो? मानौ तिम्रो ड्रइङ दियो 1,000। कति दियो ड्रइङ? अब यहाँ 1,000 ल यहाँ यो कति भइहाल्छ? 1,000। यहाँ पनि कति हुन्छ? अब टोटलमा कति लेखाइहाल्छ? यो बुझ्यौ? यहाँ कुनै दिक्कत छ? लेस गर्ने न्यू क्यापिटल। के लेस गर्ने? अब यहाँ क्वेशनमा त सर न्यू क्यापिटल कहाँबाट लिने? त यो न्यू क्यापिटल हामीलाई क्वेशनमा दिएको हुन्छ। कहाँ दिएको हुन्छ? क्वेशनमा कुनै क्यापिटल दिएछ त्यो के बुझिहाल्यो? यो कुन क्यापिटल हो? न्यू क्यापिटल। त्यो लेस गर्ने। ठीक छ? र यहाँ लेख्नु। मानौ यो कति दिएछ? ध्यान दे। मानौ यो कति दिएछ? 500 रुपैयाँ। कति दिएछ? यो कति दिएछ? 500 रुपैयाँ। अब यसमा हामी त्यो लेस गरेपछि एडजस्टमेन्ट वाला क्यापिटल। फेरि हामी लेस के गर्ने? क्यापिटल एट द इन्ड बिगिनिङ ओपनिङ स्टकबाट। के लेस गर्ने? ओपनिङ गर्ने। यो हामीलाई दिएको हुन्छ। ठीक छ? त्यसपछि एड गर्ने इन्कम गेन जे एडजस्टमेन्टमा दिएछ त्यो एड गर्ने भइहाल्यो। त्यति दिएको हुँदैन। तर त्यसपछि लेस गर्ने एक्सपेन्सेस लस। कहीँ दिएको छ त लेस गर्ने, दिएको छैन त नलेस गर्ने। तर यसमा सर्टकट मेरो अनुसारले यो याद राख्ने, यसमा धेरै याद गर्नु पर्दैन। यसमा मात्रै फर्स्टमा याद राख्ने क्लोजिङ क्यापिटल, एड गर्ने ड्रइङ। ठीक छ? यो गरेपछि टोटल आइहाल्छ। त्यसपछि त्यसमा हामीलाई के गर्नु छ? के भन्छ? लेस गर्ने न्यू क्यापिटल। त्यसपछि आइहाल्छ, अरू केही गर्नु पर्दैन। त तल आयो त्यसलाई के भन्ने? नेट प्रॉफिट अथवा नेट लस दिन्छ। कुरा बुझ्यो? यो धेरै सिम्पल छ, धेरै सजिलो छ, धेरै हार्ड छैन। कुनै पनि दिक्कत हुन्छ त एकपल्ट होइन भिडियोलाई 50 पल्ट हेर्नु। कन्सेप्ट हामीलाई थाहा रहन्छ त यो केही छैन। कुरा बुझ्यो? अरू केही सोधपुछ गर्नु छ? त्यो लेस ल यो छ नि लेस वाला, यो न्यू क्यापिटल हामीलाई एडजस्टमेन्टमा दिएको हुन्छ न त यो ट्रायल ब्यालेन्समा दिएको हुन्छ। फेरि एडजस्टमेन्टमा दिएछ क्यापिटल, त्यो पनि के गर्दिने? लेस गर्दिने। कुरा बुझ्यो? यो लेस गरेपछि त्यो के आइहाल्छ? प्रॉफिट बिफोर एडजस्टमेन्ट यहाँ लेख्ने।
त्यसपछि यहाँ के एड गर्ने इन्कम पिएल को डीआर सीआर वाला रहन्छ नि पिएल को सीआर मा जति इन्कम आउँथ्यो नि त्यस्तै टाइपको आइटम रहन्छ यहाँ लेख्दिनु त्यसपछि पिएल को डीआर वाला यहाँ लेख्दिनु दिएको हुँदैन त नलेख्ने तर लगभग दिएको हुँदैन हिसाबमा कुनैमा मात्र दिएको हुन्छ क्यापिटल ड्रइङ भइहाल्यो यो बाहेक ब्याड डेट सब दिएको हुन्छ भइहाल्यो अरु केही दिएको हुँदैन मलाई थाहा छ कि तिमीहरू यो बुझिहाल्यो राम्रोसँग दिक्कत हुन्छ त 50 पल्ट भिडियो हेर्ने आजको लागि यति नै धन्यवाद।